हामी चाहिँ अब कालो अन्डा खाएर अब लेक आशीतिर जाँदैछौँ। अघि बाटो आएको भन्दा अर्को बाटोबाट फेरि रोपवेमा झरेर यो फेरि यता लेक आशीतिर झर्दैछौँ। हाकुनीबाट रोपवेबाट देखिने दृश्यहरू साह्रै राम्रो छ। जङ्गलहरू कति राम्रो, कति रमाइलो घमाइलो छ। कस्तो राम्रो छ है। हरियो जङ्गलभित्र बाटो कति राम्रो, पोखरीहरू ठाउँ ठाउँमा। यसो जङ्गल भए पनि कति राम्रो बाटोहरू घाटोहरू बाफ्रे छ। यस्तो डाँडा देखिने राम्रो छ। रोपवेभित्रबाट राम्रो राम्रो दृश्यहरू हेर्दै झरिँदैछ ओह्रालो अब लेक आशीतिर। त्यहाँ हामी क्रुज चढ्ने इजु नेसनल पार्क पनि रहेछ लोकेटेड हाकुने क्रुज। ल हेर्नु जङ्गलभित्र मेरो श्रीमानज्यू चाहिँ मक्ख परेर बोलिराख्नु भएको छ, हेरिराख्नु भएको छ है। लु झन् हेर्नु जङ्गलभित्र कति राम्रो बाटो छ। झर्नेलाई अब हामी फोटो खिच्दै झरे तल त्यो राख्नु कहाँ मिल्ने रहेछ हौ। फेरि डबल आएछ तिर म फेरि तल झरेँ। गफ गर्दै दिदीबहिनी गफ गर्दै झर्दैछौँ। जापानको प्रशंसा गर्दै। ठाउँहरू कति सफा कति राम्रो, एउटा धुलो छैन। राम्रो छ। चाहिँ यहाँ जाने हाकुनीको श्रेन पनि जाने भने श्रेनलाई चाहिँ जापानिज भाषामा टेम्पल भन्दो रहेछ। यहाँ मेरो बुढाको फेरि यहाँ शिर सिन हेर्दै तल 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 जङ्गल कति राम्रो हो। सानो सानो बुट्टा भएको बिचमा गाउँघर पनि छ। गाउँघर पनि कस्तो राम्रो छ। मनै लोभाउने खालको टाढा टाढा छ। ल अब तल झऱ्यो हामी। अब चाहिँ यो क्रुजमा चढ्नु गएको है हामी। चढ्नु जाँदैछौँ। म चाहिँ यसमा चढ्ने भनेर मक्खै परेको छु। पारिपट्टि पनि छ। यसमा चढेर चाहिँ हामी हाकुनीको श्रेनमा जाने हो। हाकुनीको टेम्पल दर्शन गर्नु है। हाकुनी श्रेन दर्शन गर्न जाँदैछौँ। दिदी र मेरो श्रीमानज्यू चाहिँ यहाँ बसिराख्नु भएको छ। त्यो दिन त म यहाँ लाउनु पऱ्यो म्युजिक लाउनु पऱ्यो कि। दिनु न। ओ हात पनि बनाएर देखेको मेरो बुढाले। ठिक हस्सु हौ। यो भन्दा सस्तो गाडी छैन।
सब राम्रो छ है। कहाँ छ चाहिँ त्यसको टाउको। Forget flashy names. This is an SUV. ए कहाँ पुगिसकेछ। म मक्खै परेर बोलिरहेको छु गाँठी। फोटो खिच्नलाई रेडी। मक्ख परेर हिँडिरहेको छु। पोस्टमा चढ्न पाएर मक्खै परेछु। हस्नु तिमी छाती साँझमा पनि कति राम्रो लेक छ हो यो उसको आशी लेक। साह्रै दामी, जिन्दगीमा नबिर्सने दामी छ। त्यो चाहिँ जापान भिजिट गर्नुपर्छ है। अब हामी यहाँबाट चाहिँ हाकुनेको श्राइन टेम्पल दर्शन गर्न झर्दैछौँ, जाँदैछौँ। ब्रेक हेरेर सुलीले हेर्नु हुँदैछ। यहाँबाट मन्दिर जाने। मन्दिर है।
योलाई रातोलाई चाहिँ तोरी भन्छ। यो चाहिँ तोरी रे, गेटलाई तोरी भन्छ। यो हेर्दा चाहिँ हाम्रो पोखराको याद आउँछ, फेवाताल, पोखरा फेवातालको। दिदी खुसी हुनुहुन्छ। दिदी कति मख पर्नुभएको छ, कति वर्ष पछाडि पनि हाम्राले दिदीलाई पनि हामीसँग जानु जुरेको अरे। अनि दिदी मखै हुनुहुन्छ। आउनु तिमी पनिमा, कस्तो रमाइलो आनन्द छ। अब यो चाहिँ हामी फेरि त्यहाँबाट यता सुन्जुकी आउने ट्रेन स्टेसन चाहिँ आएको। यहाँ खोला बगेको छ, अनि यो पुल छ, मितेरी पुल जस्तो राम्रो पुलहरू छ। तल खोला बगेको छ, माथि डाँडाबाट पानी खोला झरेको छ। कस्तो राम्रो छ कि, आनन्द पर्ने। अनि छेउमा ट्रेन स्टेसनहरू, खानेकुराहरूको सपहरू छ। म मक्ख परिरहेको छ। यस्तो पाखाबाट ट्रेन जान्छ, बसहरू आउँछ, यस्तो छ। मलाई चाहिँ साह्रै राम्रो लाग्यो यो देखेको घरहरू। खानेकुरा पाउने रेस्टुरेन्ट, अनि पाखामा ट्रेन स्टेसनहरू। यसरी माथिबाट पोस्टरको जस्तो झरना पानी खरर आउने छ, यस्तो छ। अब हामी ट्रेन स्टेसन खोज्दै जाँदैछौँ। यसरी अब लागेको ट्रेन स्टेसन, यो ट्रेन स्टेसन। यहाँबाट चाहिँ हामी हाक्कु नाइट्रोजन रेलवे, अब त्यहाँबाट चाहिँ हामी सिन्जुकी भन्ने ठाउँतिर जाँदैछौँ। त्यहाँबाट फेरि भित्र सबै स्टेसनमा खानेकुरा मात्रै छ, पसल खानेकुराको मात्रै छ। ल, चक्लेट, बिस्कुट, चिया, पानी, कफी मात्रै हो यो भित्र। त सफर मात्रै हो, कस्तो छ। खानेकुरा हेर्नु हुँदैछ दिदीले। खानेकुरामा कति डेकोरेसन गरेको यो जापानिजहरूले, माई गड। जे पनि यत्रोको कुरालाई पनि कस्तो सजाएर दिएपछि खाउँ पार्ने। ल, अब बाई बाई भन्दै हाकुनेलाई यस्तो ट्रेनमा चढेर हामी फर्किँदैछौँ। यस्तो पाखामा छ ट्रेन स्टेसन। अनि हाम्रो नेपालमा पनि गरे त हुन्थ्यो होला नि है। ल अब हाकुनेलाई बाई बाई गर्दै हामी सुन्जुकीतर्फ लाग्यो जाँदैछौँ। ल, बाई बाई। हाकुने ट्रेनको ठाउँमा लाने फेरि स्टेसनतिरै डुल्दैछौँ, आउँदैछौँ। खानेकुरा देखाउनुहुन्छ फेरि पनि। खानेकुरा मात्रै सबै स्टेसनभित्र। अरू देख्दै ट्रेनबाट जाने हो हामी। बाई बाई।